Hello everyone, Namaste Janulai, welcome back to my channel. It's me Anjala Rai, नयाँ भिडियो लिएर आइसकेको छु अनि आशा गर्दैछु हजुरहरु एकदम सन्चै हुनुहुन्छ है अनि म नि एकदमै सन्चै छु अनि अहिले चाहिँ तपाईहरुलाई थाहा छ म कता छु भनेर म इलाम आएको छु इलाम है अनि मेरो त्यो डकुमेन्ट्सहरु केहरु मिलाउनु पर्ने थियो त्यो चाहिँ अस्तिको दिन र हिजो गरेर सब मिलाइसक्यो है अनि घरको लागि यताउता सामानहरु पनि केहरु पठाइदिनु पर्ने थियो तिनीहरु पनि सब पठाइदियो अनि आजदेखि चाहिँ एकदम एन्जला राई उडेको चरी जस्तै हो भन्दै कामहरु त छन् त छ आज नि बजार जानु पर्ने काम छ है अनि गाइस कामले चाहिँ कहिले नछोड्ने भयो एन्जला राईले चाहिँ अनि त्यस्तै हो अनि अहिले चाहिँ मन नुहाएर घाम ताप्दै बसिरहेको छु अनि मेरो फुचेल पार्टीहरु अघि नै स्कुल गइसकिसक्यो उनीहरुको नि अल्फीको चाहिँ लिन एंगल्सको चाहिँ भिडियो हल्का ल्याएको थिएँ म यता हालिदिन्छु हेर्नु होला है अनि आजको भिडियो के कस्तो हुन्छ म तपाईहरुलाई देखाइ नै हाल्छु आज दिनमा के कसो गर्छु म तपाईहरुलाई देखाइ नै हाल्छु है त्यति भन्दै मेरो ओठ फेरि फुट्न थाल्यो अनि खोकी चाहिँ हल्का जाति हुँदैछ मतलब माथि चाहिँ चिसोले जस्तो लाग्यो क्या यहाँ आएपछि चाहिँ त्यस्तो माथिको जस्तो चाहिँ पुरा साह्रो चाहिँ परेको छैन हल्का चाहिँ खोकी नै राखेको छु अनि के पो भन्छ मेडिसिन लिम भनेको कि मेडिकलहरु नै बन्द थियो किन मेडिकलहरु इलाममा बन्द किन अनि त्यस्तै हो अब आज खुल्ला थियो भने आज चाहिँ दबाईहरु लिन्छु अनि मम्मीलाई फेरि केहरु किनेर पठाइदिनु पर्ने छ मतलब आज किनिराख्छु अनि म जाँदा मात्रै लग्छु घर म घर जाँदा मात्रै लग्छु है त्यो सामानहरु चाहिँ अनि त्यस्तै हो गाइज भन्दै एकछिनमा भेटौँ मस गाइज हाम्रो एंगस चाहिँ स्कुल जानु लाग्यो मेरो भिडियोमा केही भन्नु छ एंगसलाई किन आजकल त हिजोदेखि किन खै यता फर्क गाइज उसको चाहिँ कान दुखेको थियो अरे कि अनि राति कति रुयो अरे तर मैले केही थाहा पाइनँ के सुत्नु त सुँगुर सुतै सुत्ने हो नि एन्जल नाना आमामा मन्टेसोरियन भोइस अफ आमामा खतरा पो प्याच पाएछ त हाम्रो एंगसले यही भनेको ओ माय गॉड अब के डेमा तिमीले मेडल पाउँछौ अरे हाम्रो एंगस गुड हो नि है उसले मेडल पाउँछ अरे खै के भन्दै हिजो सुनाउँदै थियो हामीले खै एकचोटि यता हेर्दै हाँस्थ्यो मेरो भिडियोमा उनी रास्छ के भयो स्कुल जानु मन छैन स्कुल जानु मन छैन किन त्यतिकै अरे अब गाइज हेर्नु न स्कुल जानु मन छैन अरे अनि स्कुल जानुपर्छ अनि मेडलहरु पाउँछ त नि राम्रो पढ्नुपर्छ धेरै मेडलहरु पाइन्छ स्कुल जानु अल्छीले हेर्नु न गाइज अनि हाम्रो मम्मी र हाम्रो यहाँ मोटी देमाले चाहिँ फुल चाहिँ रोप्ने नै हो पिटुनिया हाम्रो देमाले लाइन नै रोपिरहनु भएको छ अनि यता नि हेर्नुहोस् न हाम्रो देमाको फुल मोटी देमाको फुलहरु हेर्नुहोस् वाउ अनि पिपल भोटे वरिपरि चाहिँ यस्तै छ है गाइजहरु यता यो हो हाम्रो तारा डाक्टरको घर अनि यता नयाँ घरहरु बनिँदैछ अनि यता नि फुलै फुलको बगैँचामा खै के सो गाइज म चाहिँ रेडी नै भइसकेँ है अनि अहिले चाहिँ म निरुदा नानालाई पर्खिरहेको छु निरुदा नाना आइपुग्नु भएको छैन कतिखेर आउनुहुने हो अनि त्यसपछि हामी जानुपर्ने हुन्छ फटाफटी गर्दै मेरो टावलभित्र रुममा छोडिराख्छु अनि जाने हो हामी बजार कस्तो देखिरहेको छु म कपाल मैले बाँध्नु थालेको के यसरी बाँध्दाखेरि कि छोड्दाखेरि सुहाउँछ प्लिज डु कमेन्ट है बाँध्दाखेरि चाहिँ एकदम मोटो देख्छ त्यो चाहिँ थाहा छ मलाई हैन अरु त्यस्तै हो गाइज मैले मेरो नानालाई 1 घण्टा पर्खेँ है 1 घण्टा बाद फाइनली आउनु भयो उहाँ अनि जाँदैछौँ 1 बजी भनेको अब म 12:50 कति हुँदै थियो कि अनि त्यतिखेर कल गरेको नाना रेडी हुनुभयो भनेर कल गरेको कि यति छिटो 1 बजी जानु भनेको हैन म त जाडो भएर त सुत्नु पो लागेको छु भन्दै हो
आज त मिनमा थियो पकाउनु परेन नाना मिनमा तलको दादाले पकाउनु त पकाउँदै थियो कि अनि खाएर म त एकछिन सुत्नु पर्यो भनेको त कल आइहाल्यो मैले तिमीले अलिक भरै भने जस्तो लाग्यो कम ताको हुन 1 बजी भनेपछि कति बजी 1 बजे नाना 1 पनि बजी अनि ओफ हाम्रो नाना अस्ति 1-2 दिन अलिक छिटो टाइममा गर्नु थाल्नु हुँदै थियो आजकल त छैन हैन हेर्नु हाम्रो म त टिकटक लाइभमा बस्नु भ्याए कोही सेयर गरिराख्यो कसले सेयर गर्यो नानाको भेनाले सेयर गर्नुभयो जस्तो छ त्यही हो गाइस यो हाम्रो नाना अलिकति ढिला आउनु भयो नत्र त दादा र के पो अर्को त केटाको नाम त चन्दु दादा र चन्दु हुनुहुन्थ्यो उहाँहरू बाइकमा सिङ्गल हुनुहुन्थ्यो नत्र त एउटा पर्खिनु नि भनेको भन्थ्यो नि म त दादा र चन्दु गयो जस्तो लागेर पो त अहिले हामी के गर्ने नाना नत्र त हामी अहिले त यतिखेर बाइकमा त बजार पुगिसकेको हुन्थ्यौँ गाइस तर केही नि छैन हिँड्दै जानुपर्छ एक्सर्साइज पनि हुन्छ आयो गलेँ म यति बोल्दै ओफ भयो ओफ गाइस अहिले चाहिँ हामी बजार पुग्न लाग्यौँ कि अनि निरुता नानाले नि मलाई सुन्तलै माग्छ सुमिनाले नि सुन्तलै माग्छ म सुन्तलाको बोट हो ओ म आन्टीले नि सुन्तलै भन्नुहुँदै थियो किन त्यसरी कति धेरै सुन्तला फल्छ नि फल्छ त कहाँ गाइस मेरो घरमा सुन्तला फल्छ अरे सुन्तलाको बोट देख्नु भए मेरो घरमा कति त फल्छ नाना नि के कमेडी नै बोल्नुहुन्छ गाइस अब हामी चाहिँ बजार पुग्नु लाग्यौँ अनि यो युजलको सामान दिनुपर्ने छ होइन युजलको अबै मेरो नम्बर पो छ त यहाँ त युजलको सामान दिएर नाना र म हाम्रो गन्तव्यतिर लाग्छौँ ओके गाइज ओके भन्नुहोस् भन्नु गुड त्यस्तो मैले भनेको चाहिँ मान्नुपर्छ है ओके सोके भन्नुपर्छ है ओके अङ्कलले यो नानी त बाउलाई छ भन्दै आज के बार हो मङ्गलबार हो बजार त त्यस्तो हुनै छैन त के भएर अरू बेला यतातिर पुरा ऊ हुन्थ्यो कि भिड हुन्थ्यो आजको अहिले त छैन आज त त्यो मेरो कति खानु तल गएर आइ गाइज हाम्रो इलाम बजार चाहिँ यस्तै छ है हल्ले होला माइन्ड अगाडि हेरिदिनुहोस् सो गाइज अहिले नाना र म चाहिँ सपिङहरू अलमोस्ट सकिसक्यो होइन अनि अहिले हामी खाजा खान आएको छौँ क्याफे युनाइटेडमा अब के खाने हो हेर्नुपर्छ यहाँदेखि त कस्तो राम्रो लाइट मिल्दो रहेछ नाना हेर्नु है के खानु भने त्यही हो गाइज मम्मीको 1-2वटा सामान किन्नुपर्ने थियो अनि मेरो 1-2वटा सामान किन्नुपर्ने थियो त्यो किनिसक्यो अब त्यस्तै हो चोकको नजारा देखाउँछु ल तपाईँहरूलाई म यहाँदेखि गाइज म बसेको ठाउँदेखि चाहिँ चोकको नजारा चाहिँ यति मात्रै हो देख्ने यस्तै छ है यस्तै छ हाम्रो इलाम अनि यहाँ हुनुहुन्छ हाम्रो नाना के खानुहुने हेर्नु हुँदैछ हेर्नु हाम्रो मोमो चाहिँ आयो मेरो अल टाइम फेभरेट मोमो वाउ ल खानुहोस् न हाम्रो यस्तो कहिले हो नाना पछाडिको जस्तो मोमो मेरो मोमो इज मेरो अल टाइम फेभरेट मोमो मलाई मोमो कति मनपर्छ हजुरलाई थाहा नि होइन आयो अब खाने हो गुवाम नानाले हाल्नु हुँदैछ यति हालिराख्नु न नाना चिसो हुँदैन ओ माई गड मोमो खाने हो मोमो कपिराइट लाग्छ होला ऊ
सेट भयो सेट भयो अचारमै उ भयो खाए ल गाइस हाम्रो अर्को डिस भनेको चाहिँ यो किमा नुडल्स चिकन किमा नुडल्स कस्तो छ ट्राई गरौँ यहाँको चाहिँ नाना ट्राई गर्नु कस्तो छ आमा चाहिँ एउटा खाएर अरे मिठो छ गाइस म ट्राई गर्छु कस्तो छ मिक्स गर्नु न मजाले मिक्स गर्नु मिक्स नगरी खाएको अब नानाले मिक्स गर्नु देखा हामी खाजा खाएर होइन निस्क्यौँ अनि ऊ यहाँ माथि पुगेको नि कि फेरि फर्केर उतै जाँदैछौँ किन भन न हाम्रो नानाले उहाँको ब्यागै जहाँ खाजा खाएको थियौँ त्यही ठाउँमा छोडिराख्नु भएछ क्या फोन पनि थिएछ हाम्रो नाना त के खान्थ्यो अनि मलाई पो दिनुपर्छ अनि नै तपाईँ जानु नै तपाईँ जानु मेरो के यहाँ यो भइरहेको छ यहाँ खुट्टा दुख्दैछ र मलाई नि खुट्टा दुखिरहेको छ नाना प्लिज तपाईँ जानु कस्तो त्यहाँ ब्याग छोड्ने उहाँ अनि मलाई हेर्नु न तिम्रो गफले त हो नि मेरो गफले हेर्नु ल जानु त्यहीँ राखिदिइरहनु भएको हुन्छ त्यो अङ्कलहरूले जानु ल लिएर आउनु हाम्रो नाना गुड कल हुनुहुन्छ त जानुहुन्छ लिएर आउनुहुन्छ अनि त्यस्तै हो गाइज कस्तो त्यसरी त नहेर न कस्तो हेर्दै हिँड्छ मान्छेहरू कहिले नदेखेको जस्तो म चाहिँ यस्तो गर्दै हिँड्यो भने चाहिँ मलाई पुरा रिस उठ्छ होइन अब म तपाईँहरूलाई यही भिडियो मार्फत एउटा केही कुरा भन्न चाहन्छु र त्यो चाहिँ म भरे बेलुका भन्छु तपाईँहरूलाई हस् भोलि घुम्नु जाँदैछु भोलि घुम्नु जाँदैछु चापगैरी जाँदैछु म गाइज भोलि ल नाना लिएर आउनु ऊ यहीँ हो के ल छिटो पस्नु अनि म यहाँ तल बाहिर हुन्छु अनि त्यता निस्क्यौँ अनि सुमिनाकोमा पस्दै उतै जाउँ ल हेलो मेरो भिडियो नै पसेन गर्दिन नयाँ लुगा लगाएर कता हो म त के को कस्तो जस्तो निरुता नानालाई यो देऊ अरे मेरो हैन अस्मिताको मलाई मन पर्यो मेरो त्यत्रो नानीहरु म त साइले उसको बच्चाहरु अस्मिता पनि हो हजुर गाइस अहिले चाहिँ हामी अब बहिनीकोमा आइपुग्यौँ हैन अनि अब त्यस्तै हो निरुता नाना चिया खाने अरे तिम्रो हातको अनि लिएर आएको लु मिठो चिया बनाइदेऊ नानालाई म त भन्दिनँ नि बहिनीको भिडियो एडिट नि मै हालिदिनु पर्यो सबै मै गर्नुपर्ने सबै उसको गाइस यो दुईजनाको नाटक हेरौँ न छ्या
बच्चा बच्चीहरू खै छोरा म यहाँ के भन्छु गाइस मेरो बहिनीको यस्तो बिजोक होइन मेरो बहिनीको यस्तो बिजोक चिया हामीलाई कराईमा पकाएर दिँदैछ यहाँ हेर्नु पकाएर दिँदैछ हैन पकाएर खानु लाउँदैछ पकाएर खानु लाउँदैछ हो अनि नुनको नाना अनि मैले के भन्छु भने यो भिडियो मार्फत अहिले त मसँग पैसा छैन मेरो अर्को महिनाको महिनाको पेमेन्ट पस्यो भने पछि चाहिँ होइन म मेरो बहिनीलाई एउटा के भन्छ चिया पकाएर खाने भाडा दिन्छु म प्लिज यस्तो बिजोकले अनि तर के गर्नु भर्खर चढेको नि त आमा लु छिटो रेडी हुँदै गर न हामी चिया पकाइ मैले भनेको जस्तो गर्नुपर्छ होइन अङ्कलले मेरो बुहारी अङ्कललाई नि भेटौँ अनि मासु लैजाउँ होइन माथिदेखि अनि त्यहाँदेखि पर जाउँ अनि पर भएपछि म अनि पुग्छु अनि तिमीहरू सामान लिएर आउनु ओके त्यस्तो तर हामी त नि नपसी एकैचोटि जाँदै गरेको कि माथिदेखि निरुता नानाको ब्याग छोडेछ अनि आएको तपाईँहरू त यस्तै त हामी अर्को राम्री आयो हेलो नानी कति क्युट हो सी वान्ट्स टु मेक भिडियो टु हो पछि हो भिडियो बनाउने हो तिमी नि भ्लगर हुने हो आमा कसरी बनाउँछौ भन्दै त यहाँ अहिलेदेखि नै हेलो एभ्रिवान खै छिटो ल जायो मेरो बहिनी नि म जस्तै छ अड्किँदै बोल्ने तर मलाई चाहिँ अलिक बानी भएको छ आजकल सबले मलाई के भन्नुहुन्छ अरे नि एन्जला र तिम्रो स्वर त एउटैसम्म त चिन्नै सक्दिन भन्नुहुन्छ हो र होइन होला के हामी एउटै छौँ छैन एउटा मोटी न होइन मैले हिजोको भिडियोमा नि भनेको थिएँ म एकदम पिस लभर होइन ऊ झ्याउ ए भन्नुहोस् त्यस्तो चाहिँ होइन यहाँ यस्तो हो नाना चाहिँ एकदम त्यो फोहोरमा बस्नुहुन्छ होइन कोठाहरू सफा गर्नु म चाहिँ त्यस्तो अहिले त हामीले दुईजनै सफा गर्छ दुईजना कति धेरै सफा गर्छ दुईजनै काम गर्छ होइन दुईजनै राम्रो छ सबै राम्रो छ कि अनि एकजना छुट्टी छ को सोधिछु त्यो चाहिँ भन्दिनँ मलाई थाहा छ एकजना नाना सोधेको हो किनभने पहिला स्कुल हामी पढ्दाखेरि सुमिना चाहिँ अलिकति ठुस्क्यो भने उसले बोल्थेन अनि ठुइ आइजान्थ्यो त्यस्तो पो तिमी रिसाउँथ्यौ भने चाहिँ तर म त्यस्तै रिसाउँदैन दिपिकाहरूसँग रिसाउँछ त नानाहरूसँग कहिले रिसाएन भने साथीसँग रिसाउनु पाइयो त मसँग नि पुरा रिसाउँछ नाना त मलाई त यो मेरो नाना साँच्ची भनेको नानाहरू यस्तो बहिनीहरूले फसाउँछ त दिदीहरूलाई होइन दिदीले मलाई कति फसाउँछ कति फसाइसक्यो बहिनीलाई मेरो कारणले जेल नि गएको छ हो म त छुटेर पाएको थिएँ कस्तो भागिदिन्थ्यो मलाई त्यो कहिले बाबाहरूले तर होइन त्यो छैन बहिनीले फसाउने बेलामा दिदीले जोगाउनु पर्छ मैले अनि रिस उठ्दैन हो र कहिले जोगायो एकचोटि थाहा तपाईँले मेरो बर्थडेमा एकचोटि बोलाएको त्यस्तो यो बहिनी र म त यस्तै हो आमा ल थ्याङ्क यू सो मच नाना यस्तो देमाले भन्नुभएको छ हामीलाई एकअर्का बेगर नभइ नि नहुने हुँदा नि नहुने हो कि भन्नु त एउटा सिक्काको दुई पाङ्रा हामी त अप्सरालाई गाली झले खाएको कता मान्छे छ हो नानाले गाली गरिसक्नु भएको गाउँमा त कतिखेर जाने एकछिन पछि मात्रै बेबी रेडी हो न 4 बज्यो त नानी जानु मन छैन सो गाइस अहिले चाहिँ हामी बहिनीहरुकोदेखि निस्केर जाँदैछौँ हैन बहिनीहरु मेरो पछाडी पछाडी आउँदैछ म अगाडि अगाडि जाँदैछु अनि आज म उबै बस्छु भनेको फेरि मलाई बहिनीले यतै बोलाउँदैछ अनि यतै बस्नु पर्ने भयो अब हामी घर पुगेर सामानहरु लिएर आउँछौँ अनि त्यस्तै हो गाइज अनि म तपाईहरुलाई एउटा कुरा भन्नु छ भन्दै थिएँ हैन त्यो चाहिँ म बेलुका मज्जाले बसेर भन्छु मज्जाले बसेर भन्छु हस् तपाईहरुलाई के कस्तो भनेर मज्जाले एक्सप्लेन गर्छु
अनि त्यो भिडियो चाहिँ म टिकटकमा नि हाल्नुपर्ने छ क्या, किनकि मलाई टिकटकमा चाहिँ फलो गरेको छ नि त होइन, अनि देख्छ क्या। अनि त्यस्तै हो गाह्रो भयो गाइस उकालो हिँड्नु। आज चिया खाएको कि चियाले पेटै डम्म भइरहेको छ। यस्तो 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 मान्छेहरूलाई चाहिँ झ्याम झ्याम हान्नु मिल्नु, झ्याम झ्याम ठ्याम ठ्याम कुट्नु मिल्ने हो क्या। अनि त्यस्तै गाइस। अनि यो चाहिँ हिजोदेखि के गर्नु भएको हो होइन, हिजोदेखि बाटो ब्लक भइरहेको छ यहाँ चाहिँ। फिलहाल यो सुमित होटल यता त नदेखाम के छ है, यस्तै भइरहेको छ। वाट इज दिस नानी, यसलाई के भन्छ लु भन त? रुखहरू काट्नु यताउतालाई के भन्छ? के भन्छ यतिको चाहिँ हुनुपर्छ। आयो ल ल ल बाटो ब्लक। यस्तो छ है। हामी चाहिँ ओपी धारा एकछिन पश्चिम एकछिन होइन, अनि त्यसपछि फेरि घर जाने, अनि सामान लिएर आउने, यतै कुम्लो कटेर बोकेर आउनुपर्ने छ फेरि। अनि बहिनीकोमा नबस्ने भनेको होइन कि होइन, बस्नै पर्छ भनेर रुँदैछ। अब के गर्नु, बहिनीको यसो मन त राखिदिनु पर्यो है। तर के गर्नु न, बहिनीले मलाई मेसमान खुवाउने अरे कि। अनि होइन आज हामीलाई अन्त हाम्रो प्यारो नट मेरो मात्रै, उसको त आन्टी, उसको आन्टी मेरो नाना, उसको आन्टी मेरो नाना। त्यही हो गाइज, त्यही हो गाइज। निरुदसीमा मलाई त यता यो बाटो हिँड्नु मन लाग्दैन। निरुदसीमा किन हिँड्नु मन लाग्दैन मलाई थाहा छ नि गाइज। मेरो जुवाई के जुवाई भिडियो हेर्छ कि हेर्दैन? कहाँ जानु लाग्छ भनिदिउँ न, भन्नु न। सिङ्गल हो म, स्ट्रेट फर सिङ्गल हो। यहाँदेखि हामी सब सिङ्गल हो है, उल्टो बाटो। ओहो म बाइकहरू सबै उल्टो बाटो। म चाहिँ अब हामीले यहाँदेखि यिनीहरूले त सिङ्गल मिङ्गलको मिनिङ नि थाहा रहेछ मलाई त। अहिलेसम्म अफ क्यामेरा चाहिँ उहाँ कुरा गर्नुभयो अनि अहिले चाहिँ थाहा छैन अरे। मलाई के सोध्नु हुँदै थियो अरे नि साथीहरू नानाले? के सोध्नु हुँदै थियो? नानी हो मागेर बिहे गर्नु सजिलो कि भागेर भन्दै लगाइ हाम्रो नानाको बिहे। ए मेरो कुरा चाहिँ के नगराउनु। नानाको देखियो अन्तिममा त मलाई रे हो, मेरो कुरा देखियो अरे। अचम्म। सो गाइस अहिले चाहिँ म मेरो कुम्लो कटेर बोकेर आइम भन्न आएछ। अङ्कलसँग माथि अलिकति के इङ्ग्लिस बोलेको, इङ्ग्लिसै निस्किँदैछ अरे क्या। अब चाहिँ हामी जाँदैछौँ ओपी धारातिर। उसको चाहिँ काम छ त्यहाँ, किनकि ऊ हो हाम्रो यसपालिको सिलिहाङमा यताउता भोलि के हो म सबै एक्सप्लेन गर्छु तपाईँहरूलाई। मजाले एक्सप्लेन गरेर हाल्छु। अनि त्यही हो गाइज। अहिले आज त चिया मात्रै खाँदा मेरो पेट यस्तो फुल्यो। अब हेरौँ बहिनीले मलाई जबरजस्ती लग्दैछ के खुवाउने हो। नाइ नाना बस्नु जबरजस्ती भन्नुहुन्छ हो, आफै भन्नुभएको आउँछु किन आउनु रेला गरेको साथीहरू। हामी यस्तो के बस्यौँ भने झगडा परिहाल्छ। अनि एक दिन मात्रै बसेको नि, आज मात्रै जाँदैछु म बस्नु उसकोमा। आज उनले त अस्ति नै आउनु भनेको, अस्तिदेखि नै बरु तलै बस्दै आउनु भन्दै थियो। फेरि म चाहिँ यतै बसेको
किनकि तल होइन झगडा त पर्छ पहिले म चुप लागेर बस्थेँ कि आजकल म सक्दिनँ भन्नुहुन्छ कि तर नाना खुसी हुनुहुन्छ मान्छे तर मलाई सबैजनाले के भन्नुहुन्छ थाहा छ के भन्नुहुन्छ तिमीहरू एउटै उ छ तिमीहरूको एउटै स्वर छ तर तिम्रो कति रिस्पेक्ट गरेर बोलाउँदो रहेछौ नाना आउनुहोस् जानुहोस् तर म तपाईलाई तपाईँ त भन्छु नि आयो तपाईँ भन्छ नमस्ते नमस्ते गर्दै आउँथ्यो अब त्यही हो गाइज अब चाहिँ म ओपी धारा पुगेर भेट्छस् तपाईँहरूलाई ओपी धारामा त म खासै भिडियोहरू त गर्दिनँ आयो भोलि चाहिँ नानाले मेरो भिडियो नि गरिदिनुहुन्छ अरे म भिडियो गरिदिन्छु किनभने म सिलियाङमा हो म अलिक यस सो गाइज यहाँ हाम्रो खाना आइसक्यो है यता हुनुहुन्छ हाम्रो अस्मिता हेलो अस्मिता यता हुनुहुन्छ हाम्रो नाना हेलो नाना यता हुनुहुन्छ हाम्रो बहिनी खास त उसले बनाएर खुवाउँछु भनेको हो कि तर ऊ चाहिँ बस्यो मात्रै यता अन्सा दिदीले बनाइदिनु भयो मेरो जहिले मान्छे म कति खाँदिन अनि आन्टीले म दबाई खान्छु नि त अनि कस्तो कराई लिएर दिनुहुन्छ कति माया त्यही त उसले बनाएर खुवाउँछु बस्नु भनेर त अन्तिममा त यता नानालाई सबै काम हराउनु भएर मेरो आन्टी खाने हो ल हामीमा कस्तो मिठो भयो त